नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई टेल डिटेल्सको अर्को नयाँ श्रृङ्खलामा। आज पनि हामी एउटा निकै नै रोमाञ्चक लोककथा लिएर उपस्थित भइसकेका छौँ र यो कथा हामीलाई हाम्रो एकदमै प्रिय श्रोता सन्तोष गुरागाईँले पठाउनु भएको छ। उहाँले आफ्नो नाम गोप्य राख्न आग्रह गर्नुभएको छ। आजको कथाको शीर्षक रहेको छ शक्तिशाली बोक्सी र बलवान धामी र यो कथा सुरु हुन्छ अब। कथा आजभन्दा धेरै वर्ष अगाडिको हो। पहाडको फेदीमा एउटा सुन्दर गाउँ थियो जहाँ निकै नै कम घर परिवारहरू बस्ने भएको कारण बाक्लो बस्ती थिएन। त्यहाँका मानिसहरू खेती किसानी गरेर नै आफ्नो जीविकोपार्जन गर्ने गर्दथे भने कतिपय गाउँलेहरू वन जङ्गलबाट दाउरा सङ्कलन गरेर पनि जीविकोपार्जन गर्ने गर्दथे। त्यहाँका मानिसहरूले थुप्रै वस्तुभाउहरू पालेका थिए।